कुनै कुनै पीडाहरू जिन्दगीमा यस्तो हुन्छ कि जसले ज्यान पनि लिन्छ अनि जिउँदो पनि छाडिदिन्छ। जिन्दगीमा पीडामा साथ दिने र पीडा दिने यी दुई मान्छेलाई कहिले पनि नभुल्नुहोस्। महोदय, जो एकपटक मनबाट निस्किएका हुन्छन् नि, उनीहरू फेरि कहिले मनमा बस्न सक्दैनन्। जसलाई एक्लोपनको महसुस छ नि, उसले आफ्नो मान्छेलाई कहिले एक्लै छोड्दैन। घाटमा लास मात्र होइन हजुर, कहिलेकाहीँ सपनाहरू पनि जलिरहेका हुन्छन्। अचम्म मान्नु पर्दैन महोदय, मैले जिन्दगीका सबै महँगा पाठहरू सबै सस्ता मान्छेहरूबाट सिकेको हुँ। जिन्दगीमा भेटिएका मान्छेहरू यति खराब थिए कि अब त असल नै भेटिए पनि खराब लाग्न थालिसकेको छ। बीच बाटोमै अलपत्र पारेर छोड्यौ, थाहा छैन समस्या बाटोमा हो कि मेरो औकातमा। एकपटक टुटेको विश्वास पनि उम्लिएको चिया जस्तै हो, आफैलाई पोल्छ सम्हाल्न खोज्यो भने। अलिकति भए पनि सम्हालिन्थे होला यदि कसैले आएर म छु नि, किन चिन्ता गर्छौ भनिदिएको भए। जसले तिम्रो मौनतालाई बुझ्छ नि, सम्झनु उसले तिमीलाई बुझ्छ। बाँड्न मिल्ने भनेको त खुसीहरू मात्र रहेछ, दुःख बाँड्न त आज मेरा आफ्नै ओठहरूले पनि साथ दिएनन्। सानो सानो गल्तीहरूबाट बच्ने गर्नुस्। अक्सर मान्छेहरू ढुङ्गामा ठेस लाग्ने गर्छन्, पहाडमा होइन। अब त खुसी पाउँदा पनि डर लाग्छ, यो खुसीको मूल्य कसरी चुकाउनु पर्ने हो भनेर। महोदय, कसैलाई मनदेखि चाहनु तर आदत नबनाउनु, किनकि आदत छुटाउन मान्छेलाई धेरै गाह्रो हुन्छ। तिमी बदलियो आफ्नो खुसीले, मैले भोगेको छु पीडा समय बदलिनुको। माया, यदि यो दुनियाँ विश्वासमा चल्थ्यो भने कसैको ढोकामा पनि चाबी लगाएको हुँदैन थियो। कसले भन्यो तिमीलाई भगवान बन भनेर? सबै कुरा बदलिन्छ, पहिला राम्रो मान्छे त भन। मुटुको घाउ बल्झिरहन्थ्यो, म भ्रममा रहेछु। तिम्रो याद औषधि होइन, कारण रहेछ। धोकेबाज, मन लागे जोडिने, मन नलागे तोडिने। यता माया मेरो मात्र छ अनि उता मर्जी तिम्रो मात्र। मान्छे कति बेला बदलिन्छ थाहा नै हुँदैन, तर म यो सोचिरहेछु कि गल्ती कहाँनिर भयो भनेर। मान्छेहरू निकै राम्रो अनि प्रिय लाग्छन् पाउनु अघि र गुमाइसकेपछि। मैले आजकल बदलाएको तरिका फेरेको छु। जलाउनु छ अब उसलाई, आफू खुसी भएको देखाएर। म बोलीमा बिग्न छाडिसकेको छु महोदय, कयौं पटक चिप्लिएको छु आफ्नै विश्वासमा। अभावहरू टाल्दा टाल्दै रहरहरू च्यातिएको छ। कसरी गरौँ म भविष्यको चिन्ता, यहाँ वर्तमान नै अलपत्र फरेको छ। अरूको भाग्यमा तिम्रो नाम लेखिँदैमा यो मनमा भएको नाम मेटिँदैन नि माया। जिन्दगी त्यो अवस्थामा पुगिसक्यो कि अब त कसैले तिम्रो लागि म छु भन्दा पनि मजाक गरे झैँ लाग्छ। आजभोलि भविष्यको चिन्ताले एकछिन पनि छोड्दैन, तर दुनियाँले सोध्छन् किन यति कमजोर भइस् भनेर। तिम्रो जस्तो दुनियाँलाई बेचिएको जिन्दगी जिएर बाँच्नुभन्दा त रोग लागेर छटपटीमा मर्नु नै बेस हुन्छ होला। मलाई यति कठोर बन्न मन छ नि, सारा संसारले भनोस् तिमी मूर्ति हो कि मान्छे। तिम्रो विदाई त्यति सहज थिएन, नजाऊ भन्ने कुनै अधिकार थिएन, जाऊ भन्ने कुनै शब्द थिएन। माया, तिमी सपना देखाउँदै गयौ, म सपना देख्दै गएँ। कहाँ थाहा थियो र मलाई एक दिन तिनै सपनाहरूले सुत्न दिँदैनन् भनेर। मुटु फुट्ने गरी वचन लगाएपछि माफी माग्दैमा हुन्छ र? मन हो टुटेपछि जोडिन गाह्रो हुन्छ। टाउको खिचिएको सर्फले पुच्छर चलायो भन्दैमा जिउँदो हुँदैन नि हजुर। यात्रा अब धेरै टाढाको सुरु गरे, भाग्यले जुराए फेरि भेट्ने बाचा गर्छु, नभए यही अन्तिम। अब कहिले भेट नहोस् हाम्रो, मलाई अर्को जुनी पनि चाहिँदैन अनि तिमी पनि। खै कस्तो ठाउँमा पुग्नु पर्ने हो? उमेरले सम्बन्ध जोड भन्छ, घरको परिस्थितिले देश छोड भन्छ, अनि रहरको बाटो हिँड्दा गन्तव्य मोड भन्छ। दिनरात एउटै कुराले सताउँछ, मेरो रोजाइ कसरी यति धेरै गलत भइदियो भनेर। खै के भनौँ, खुसी छु भनौँ, मन दुखेको छ, दुखी छु भनौँ त मुहारमा हाँसो लिएर हिँडेको छु। जनाब,